हेलो किसान साथीहरु, तपाईहरुलाई नमस्कार गर्न चाहन्छु। सबैभन्दा पहिला मेरो चाहिँ आज यो 35 दिनको कुखुरा हो। ल हेर्नुस् त कस्तो राम्रो छ। यो कुखुराको ग्रोथ 2.5 छ। कुखुराको ग्रोथ राम्रो छ। यो कुखुरा मैले चाहिँ पोषक दाना चलाएको हो र पोषक दाना सँगै तपाईको यो चाहिँ एउटा छिटो प्लस भन्ने यो मेडिसिन छ। यो दबाई चलाएको छु र यो दबाई चलाउँदाखेरि कुखुराको ग्रोथ राम्रो आउँदो रहेछ र कुखुरामा धेरै रोगहरू कम लाग्ने र यो दबाई चलाएपछि खोरको गन्ध पनि धेरै कम आउने। खोरको गन्ध कम आइसकेपछि खोरमा लाग्ने रोगहरू धेरै न्यूनीकरण हुँदो रहेछ। र यो दबाई चलाएपछि कुखुराको ग्रोथ र यो दबाई नचलाएको कुखुराको ग्रोथ म तपाईहरुलाई भिडियोमा देखाउने छु। र यो दबाई चाहिँ समुद्री जीवबाट तयार गरिएको दबाई रहेछ र यो खासै महँगो पनि छैन। र यो 1 लिटर र यसको डोज भनेको कुखुराको लागि 1 लिटर पानीमा 1 ml को दरले चलाउने रहेछ र यसको खासै त्यस्तो महँगो पनि नपर्ने। र कुखुराको ग्रोथ पनि एकदम राम्रो, खोर पनि नगनाउने, रोग पनि नलाग्ने र यो रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता पनि यसले वृद्धि गर्दो रहेछ। र यो दबाई चलाएपछि कुनै दबाई चलाउनु आवश्यक छैन, मात्र तपाईहरुले दाना चलाउनु र यो दबाई चलाउनु होला। धेरै राम्रो ग्रोथ छ। ल हेर्नुस् त, खोर पनि सफा छ, कुखुरा पनि सफा छ, ढिलो पनि छैन। र यो दबाई तपाईहरुले पनि प्रयोग गर्नु होला। मलाई चाहिँ राम्रो लाग्यो। तपाईहरु पनि अवश्य प्रयोग गरेर एकचोटी हेर्नु होला। यसको रिजल्ट साह्रै राम्रो छ। र मैले यो कुनै भिडियो बनाउनको लागि कुनै व्यापार गर्नको लागि भनेको होइन। र मैले पनि यो साथीहरुद्वारा काठमाडौँबाट मगाएर चलाएको हो। तपाईहरु एकचोटी ट्राई गरेर हेर्नु होला है। ल हेर्नुस्, कुखुराहरु कति फ्रेस छ। यही भन्दै म तपाईहरुलाई यो छिटो प्लस नचलाएको कुखुरा पनि देखाउन चाहन्छु। यो चलाएको छिटो प्लस चलाएको कुखुराहरु हो र नचलाएको कुखुरा खोरमा तपाईहरुलाई लिएर जाँदै छु है साथीहरु। ल साथीहरु, यो चाहिँ छिटो प्लस नचलाएको कुखुरा हो। यो कुखुराको ग्रोथ तपाईहरु आफै हेर्नु होला, फरक छ। र यो चाहिँ अन्य औषधि दाना चाहिँ सेम चलाएको हो, तर छिटो प्लस औषधि चाहिँ त्यो चाहिँ होइन, अरू औषधिमा चलेको छ यसमा। ल हेर्नु होला है साथीहरु। ल